पूर्व राजा ज्ञानेन्द्र लौरो टेक्दै सडकमा निस्किएपछि पोखराको सडकमा आज एका बिहानै पूर्व राजा ज्ञानेन्द्र शाहको सरप्राइज इन्ट्री लौरो टेक्दै हिँडेपछि सर्वसाधारण चकित। पूर्व राजा ज्ञानेन्द्र शाह यति बेला पर्यटकीय नगरी पोखराको भ्रमणमा रहेका छन्। उनी आज बिहान झिसमिसेमै आम नागरिक झैं सडकमा लौरो टेक्दै हिँडिरहेका देखिएका छन्। भिडियोमा देखिए अनुसार उनीसँगै सिभिल ड्रेसमा केही सुरक्षाकर्मीहरू रहेका छन्, तर पूर्व राजा भने कुनै तामझाम बिना नै सडकमा हिँडिरहेका देखिएका छन्। उनले बाटोमा भेटिएका स्थानीय र पर्यटकहरूलाई सधैँ झैं मन्द मुस्कानका साथ अभिवादन फर्काइरहेका देखिएको हो। पछिल्लो समय देशभर राजावादीहरूको गतिविधि बढिरहेको बेला पूर्व राजा ज्ञानेन्द्रको यसरी पोखराको सडकमा देखिनुलाई धेरैले अर्थपूर्ण रूपमा हेरेका छन्। नीलो रङको क्याजुअल विन्डचिटर, म्याचिङ प्यान्ट र नेपाल लेखिएको नीलो टोपीमा सजिएका पूर्व राजा एकदमै फिट र ऊर्जावान देखिएका छन्। हातमा एउटा काठको लौरो र आँखामा कालो चस्मा लगाएर उनी पोखराको सडकमा मर्निङ वाक गरिरहँदा धेरैले उनलाई ठम्ब्याउनै सकेनन्। जब मानिसहरूले उनी नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह हुन् भन्ने थाहा पाए, लेक साइडको माहौल नै एकाएक परिवर्तन भएको थियो। कुनै बेला दरबारको कडा सुरक्षा घेराभित्र रहने उनी अहिले आम नागरिक जस्तै सडकमा निस्किनुले सर्वसाधारणमा ठूलो कौतूहलता र चर्चा पैदा गरेको छ। पोखराको शान्त बिहानीलाई पूर्व राजाको यो सरप्राइज भ्रमणले एकाएक तताइदिएको छ। अहिले सामाजिक सञ्जालमा उनको यो बिहानी हिँडाइको भिडियो डढेलो झैं भाइरल भइरहेको छ।